ए यस्तो हो कुरा के छ रोजन दादा हेलो छिराम है त 10 मिनट छ त छिर्ने बेलै 10 मिनट छ त के हो यस्तो कुरा The same thing as usual. I know. What's the point of sending your kid to apprentice in the rag trade and 15 मा acting बसौँ like he हैन wants to go broke? Doesn't have much 15.50 choice. It's not a marriage. See you at the beach. हेलो रेडियो चेक के छ यार लक्ष्मण दादा वेलकम यार दादा हेलो 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 विथ दिस के हो गनसन बोकेर हेलो बोल्दैन त यार को रहेछ हेलो पिडी सर जय नेपाल हेलो पिडी सर ओइ खोइ अभि? कोही छैन त हो हेलो हेलो अब ओइ अब अभि? वेलकम वेलकम कोही बोल्दैन हौ केटाहरू खै सेकौँ ए सरी 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 गाडीलाई सेकौँ न चिनो ओइ अभि बाइक चाहिँ आइज है बाइक चाहिँ आइज लुगा चाहिँ फेरम यार के गर्दै हो अरे भर्खर सिटेको छिरेको यार यसो बिसिआरपी हानु भनेर यसो डुल्दै यसो रमाइलो गरौँ भनेर आएको दादा हेर्नु यस्तै छ ल ल बाई रे होइन होला बाई त दादा बस्यो नि दादा यार के हो कुरो चाहिँ आउन पाएको छैन बाई बाई भन्नु दादा त्यस्तो पो हो रे यस यस्तै हो नि बसौँ न बसौँ के हो यहाँ चाहिँ यहाँ के खुलेछ भनेर आएको अपार्टमेन्ट रेन्ट के रहेछ यार यो ए कहाँ होटल रहेछ नि त हाम्रो सेट फ्यामिली केही रहेछ क्या बिर्सिरहेको यताबाट होला यो वे 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 मर्छु क्या हो
सेट फ्यामिली के रहेछ लाइक लभली है लभली लाइक हान्नै पर्ने हुन्छ जाने बाटो चाहिँ यताबाट रहेछ नि त यो घुमायो क्या फन कोही लौ छैन त यार कहाँ रहेछ जाने बाटो चाहिँ भनी घुमाए त मलाई नमजाले कोहीले यहीँनिर ला तेल सक्यो क्या ला बिग्रियो यार इन्जिन बिग्रिएछ यार झन् ठ्याक्क कोहीमा आइपुगेको यहीँ रहेछ कोही ओइ स्पाइडरम्यान है स्पाइडरम्यान ओइ लभली छ त खानेकुराहरू मिल्यो यहाँको आँखाले हेरेर बस्नु मिल्थ्यो होइन यहाँ हटेछ त यार ओए किचन यस्तो रहेछ नि त लभली रहेछ यो स्टोर रुम होला नाइस 4 मिनट छ यार धन्यवाद कस्तो चाहिँ लाइक हान्दै हुनुहुन्छ दादाले यार ब्याट्री लो दादा वेलकम है दादा वेलकम चेक गरौँ न होइन यो चाहिँ के हो यो के रुम भन्छ यसले दादाहरू लकर सकर छ यो स्टाफहरूको जुत्ता सुत्ता लुगा सुगा फेरि ठाउँ रहेछ नि त यो वासरुम ओके दामी छ वासरुम पनि थ्याङ्क यू यार रविन दादा यो यहाँबाट छिर्ने यस्तो रहेछ यो भित्र चाहिँ हलै जस्तो रहेछ यहाँ चाहिँ होइन यो चाहिँ टक्क हलै जस्तो छ ल म खास चेक पनि गर्न आइरहेको छु यार अड्किया छ कि छैन भनेर लास्टै अड्किन थाल्यो यार यो उसको त दामी छ रहेछ त यो कहाँ उतापट्टि देखाइरहेको क्या लोकेसन चाहिँ यहाँ पार्के सार्के राख्ने ठाउँहरू रहेछ अड्के क्या म त अड्के यार 2 मिनट भ्याएन यार भ्या टपिक युज गर्ने बिर्सिसकेको छ यार ओपन द ग्लो बक्स ओके ल
गुड मर्निङ दादा अरे गुड मर्निङ यार लक्ष्मण दादा गुड मर्निङ मैले भर्खर उठेर खानासाना खाएर एकछिन आएको दादा एक दुई घन्टा के गर्नु 2 घन्टा बस्छु 1 घन्टा बस्छु होला के छ हौ नयाँ नयाँ मैले हेरेकै छैन यार एकचोटि पिडिएम जानुपर्ने भेनिला पनि आयो फेरि भेनिला आएछ होइन पिडिएम चाहिँ यतै छ अरे क्या यहाँ रहेछ नि त पिडिएम नेपाल हो दादा अरे नेपालमै हो नि दादा नेपालमै छु दादा नेपालमै हो गयो 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 यो राति चाहिँ के हुन्छ थाहा छैन यार अहिले चाहिँ यस्तै ठिकै छ दादा हेर राति चाहिँ हजुरको आफै अड्किन्छ क्या ओहो थ्याङ्क यू यार लक्ष्मण दादा थ्याङ्क यू फर रोज एकछिन फेरि जोइन गर्छु ल के भयो क्या दादा होला अचम्म लागिरहेको छु यो पिसीले धान्छ होइन जस्तो टिकटक युट्युब 3 दिनसँगै गरेँ राम्रै चलिरहेको थियो 3 दिन चाहिँ टिकटक पनि राम्रो चलिरहेको थियो युट्युब पनि राम्रो चलिरहेको थियो एउटा यही ल्यापटपले धानिरहेको थियो हिजो र अस्ति आफै कट हुन्छ बा जतिचोटि गर्दाखेरि के भएको रमाइलो गर भनेको ए आएकै छैन ओके एकछिन टाइम लाग्छ होला केटाहरू मुस्ताङमा वेलकम छ यार मुस्ताङ दादा हानम लाइक हानम दादाहरू एकछिन यो टाइम लाग्छ होला अहिले चाहिँ म खास चाहिँ गरौँ भनेको कति चाहिँ टिक्दो रहेछ होइन लाइभ अड्किन्छ कि अड्किँदैन भनेर कत्रो टाइम लाग्यो हो यो स्टार्टअप सर्भर स्टार्टअप हुने यत्रो टाइम लाग्छ लास्टै टाइम लाग्यो थियो गोर्खा टाउन खेले नि त्यो बेसार भनेको गोर्खा टाउन 2 जान्छ अहिले एकछिन यो हानौँ भनेर आएको क्या गोर्खा टाउन छँदैछ नि राति हाम्रो सुनिल दादा इजी हो त एकछिन यो हान्न खेलौँ कि भनेर साझा छ गोर्खा टाउनमा नि ए गोर्खा टाउनमा नि अहिले भत्तै मान्छे भएछ त बल्ल भाइ स्टार्टअप हुने टाइम लाग्दो रहेछ यो वेलकम छ यार निरज दादा के छ यार निरज दादाको हालखबर
मेम्बरसिप लिउँ ल मेम्बरसिप नलिएकोले यसो हाट चाहिँ पठाउँ न 1 कोइन भएकोहरूले धेरै भयो क्या बालेन नहानेको नि अति धेरै भयो हिजो नि हान्न पाइनँ अस्ति पनि खेल्न पाएन अस्ति चाहिँ दिउँसो खेलाएको थिएँ अलिकति लोड हुन टाइम लाग्दो रहेछ जस्तो लाग्यो कस्तो हुँदैछ हौ सुनिल दादा गोर्खाको आरपी रमाइलो हुँदैछ है गोर्खा टाउनको बेलुकाको आरपीहरू हिजो चाहिँ हान्नै सकेन हौ पुलिसहरू हिजो एफपिएस पनि अति ड्रप भइरहेको थियो आज हेर मैले कति आइरहेछ हिजो लास्टै त्यो लाइटहरूले गर्दा 17-15 थियो हान्नै नसकिरहेको कसैले नि हान्न सकेन क्या हिजो धेरैजना केटाहरूको यो एफपिएस ड्रप भयो हिजो त्यो भएर अलिक खेल्न गाह्रो भयो क्या केटाहरूलाई चाहिँ हिजो हान्न पनि गाह्रो भयो वेलकम छ है सबजना दादाहरू वेलकम छ वेलकम के भएको यो कालो चाहिँ माइकल यति दर्श आउँछ त यार लुगा सुगा नि फेर्नु पर्ने लुगा नि बनाउनु पर्ने छ यार पुरानो लुगा कामै नलाग्ने भएको छ हेलो के हेर्दै हुन्छ उस सर त्यसरी हेलो ओ गोल्डी सर हेलो हेलो गोल्डी सर के हेर्दै हुन्छ ऊ सर घोप्टो परेर यसरी के चाहिँ छ हो सर त्यसमा के चाहिँ हेर्दै हुनुहुन्छ त्यसरी घोप्टो परेर ए बुस्टिङ भन्ने चिज पनि छ है साँच्चै डिको छ हाने नि त डिको कहाँ डिको हान्नु अमिरी लगाइसक्यो अहिले त लिडर बोर्डमा नाम आउनु लागिसक्यो हो र ओहो गाह्रो 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 लिडर बोर्डमै नाम आउनु थाल्यो भने 1000 अब 1000 जम्मा 1000 अब ए कति पुग्यो हजुरको भन्नु त मेरो 23000 23000 पुगिसक्यो मेरो कति छ यार हान्यो भने त आजै पुग्छ लिडर बोर्डमा त तर अब इन्भेस्ट राम्रैमा गरौँ भनेर हो के ओहो हाम्रो केटाहरू त तल झरेछ नि त यार मैले एकको चाहिँ उठाइदिएँ एउटा मात्र रहेछ त जिकोइन छैन वाला टक्सिक भूत गब्बर पुगिसकेछ फर्स्टमा ओहो टाइम टु गो को हो यो दाइ तपाईँको र ज्योति मगरको हैट दादा यो पाइँदैन भने भिट्टी दादा त चिनेकै छैन ज्योति मगरलाई मैले रहनु माथि के हो सर यसरी यो नदेखाउनु है बन्चर नदेखाउनु है सर बन्चर हो के हुँदैछ अनि दादा सहरतिर काम कति गर्दैछ त्यो हाम्रो गाडी बनाउनेले
भन न भन खाना पानी ल्याउ न खाना पानी ल्याउ न खाना पानी अहिले खानापानी मिलेको हो खाना पानी ल्याउ न पानी पानी ल्याउ न पानी अब खानापानी त मसँग पनि छैन यार यो के हो चाहिँ रहेछ यो मिल्छ मिल्दैन खाना ओ हेलो सुँगुर मुखे सर के पर्यो हजुर मेरो नाम ड्रोन्स काजी ए नम्बर दियो त ड्रोन्स काजी त पेसेट है सक्दैन नि फेरि सक्दैन कति धेरै कल आएको यार मलाई खानापानीको यो बिजनेस नआएर बिजोग भइसक्यो सर खानापानी छ त त्यत्रो त्यहाँनिर के कोही भन्ने रेस्टुरेन्ट छ त देख्नु भएको छैन सर मगाउनु पर्यो 20-30 वटा सर आउनु जाउँ तपाईँहरू मगाउनु जाने आउनुहोस् त्यहाँ कल गरौँ न आउनुहोस् त कल गरौँ न आउनुहोस् यता यो लुगा पनि चेन्ज गर्नुपर्ने थियो यार यो यस्तो लुगा त के लाउने यार आउँदा कपालसँग मिलिहाल्छ सर तपाईँको मेरो त मिलेको छ तपाईँको भनेको काम गर्दै यो के हो अनि सुँगुर मुखे सधैँ सुँगुर आयो त गाडी निकाल्यो गाडी छैन गाडी निकाल्यो खतरा गाडी अलि छैन मेरो त यो अलिकति बुस्ट हान्ने गाडी छ बम्यो भनेको बम गाजी त होइन नि बम गाडी हो ए बम गाजी ए गाह्रो गाह्रो बोक्यो बमेला बोक्यो यस्तो छ्या कस्तो 2 सिटर हो नि त नि यो वान पिस अब बमेलाई बोक्न आउँदैन ल म बोक्छु बमेलाई ल जाऊ कस्तो वान पिस रे यो गाडी यस्तो जोत्तो गाडी पनि वान पिस हुन्छ अनि यसले बुस्ट हान्छ नि त थाहा नै खै देखाउँदा हेरौँ त बुस्ट हेरौँ त ल म मेकानिक जानुपर्छ मेकानिकमा गएर अब मेकानिक यस्तै गर्छ क्या ड्रोन्स फेरि यहीँ गऱ्यो नि कहाँ यहाँ यसको सके क्या चार्ज ल गयो त म हालिदिन्छु ल गयो ल ओहो हेलो मिस गुरुङ नि म्याम वेलकम खाना लिएर आउँ न खाना खै कल हान्नु न पहिला अब सर्भिसमा कल हान्नुपर्छ हो त्यो त एकछिन ल त्यसो भए एमा बुस्ट हालौँ ल एकछिन म पहिला कल हान्छु है त सर्भिसमा कल हानेर रेडी बनाऊँ होइन म एमा बुस्ट एउटा हाल्छु के छ यार नाम सिनियर बन्च अफलाइन लाकासितो अफलाइन के आएको रहेछ हो यो त ओइ कति धेरै हो एडभर्टाइजमेन्ट छ सबै खानाको बिजनेस सबै अफलाइन छ हो के भएको खानै नपाएर मरिन्छ जहिले यार अनि त्यत्रो त्यो सरकारले स्टोर हालिदिएको छ स्टोरहरू छ अनि 5 वटा खाए पनि पुग्दैन अनि थ्याङ्क यू यार थ्याङ्क यू फर सेयर द लाइफ यहाँ होइन अर्को ठाउँमा जाऊ न यहाँ किन्नु परेन पहिला कहाँ गयो यार उता बेनी जाऊँ न बेनी झ्यात्तेरी यो फेरि यहाँ म काम गर्छु के ए हो मैले नि यहाँ चलाउनु त मिल्छ होला मैले नि ट्याब्लेट मिल्छ हो मिल्छ एकछिनलाई कने गर्छु ल गाडीको नामै डिङ्का रहेछ त डिङ्का काम गर्न मिल्दैन नि त फेरि अनि मिल्छ हो मिल्छ है काम गर्न नि मिल्छ सामान चाहिँ किन्न मिल्दैन हो त्यही त अनि म किन्छु क्या तपाईँ सर आरामै हुनुहुन्छ अरे एकदम आरामै छु हजुरहरूको मायाले गर्दा अहिलेसम्म बाँचिरहेको छु हेर्नुहोस् न जे होस् ठिक छ भनौँ यहाँको ओनरको गबर हो कि ऊ रेसिङ हो यहाँको ओनर अहिले चेन्ज भयो गाउँले बुढा गाउँले र ऊ चोल्स ए गाउँले बुढा त्यो चिने मैले त्यसो गाउँले सर यतातिर पो बिजी हो आजकल यो त अति छ त्यहाँ अनि गाउँले बुढा कतिखेर आउँछन् त तँ पछाडि सम्झेको छ भन्थ्यो गाउँले बुढालाई अब आउँछन् ल बस्नु यहाँ बस्नु आउनु के सामान हाल्नुपर्छ बुस्ट गर्नलाई छैन मेकानिक भयो नि 2 लाखको सामान हाल्नुपर्छ बिर्सिसक्यो मैले 2 लाखको होइन होला बेटी 1,50,000 हो क्या त्यही गर्छु म पनि उताको त अनि ओनरै हो नि यार के हो सब गाडीमा हाल्न मिल्ने रहेछ है त्यो चाहिँ अलि भएन क्या व्यवस्था खै अब बुस्ट हान्ने त खै यही हो यही हो यति हो यो त अनि यति हो 3 खोका हाल्न मिल्छ जाउँ त बेनी जाउँ न एकचोटि बेनी के छ हल्ली जाउँ न हजुर के भन्नुभयो यति हो ए अहिले उताको युज गर्नु बेनी जाउँ न बेनी ए सर मेकानिक यहाँ छ क्या म छु त यहाँ कहाँ हो खै
अलि अगाडि ऊ त्यो यत्रो ठुलो अक्षरमा सबभन्दा राम्रो त यो हो नि बेनिजी पुरानो खै खुल्दैन त खुरी हो झम्रो भित्र लभली छ त नि लभली छ हो बेनिज लभली छ अनि गाडी बनाउने ठाउँ खै त कहाँ हो त उयो भित्र कस्तो छ बवाल छ खै टाउको साउको हालेँ नि के हो कुरो त यार अहिले त एउटा एउटा बुस्टिङको नाक पनि देख्न पाइनँ हौ मैले त यार मैले हानेकै छैन हौ भर्खर त अनि आएको र यो बुस्टिङ नै हान्न नपाएर को छ अहिले हाम्रो केटाहरू हाम्रो पहिला केटाहरू को छ अनि के अरे गब्बर त्यस्तै छौँ 4-5 जना अरू नयाँ नयाँ छौँ सबै प्रायः ए चलिरहेको चलपल ठिकै छ हल्का हल्का फुल्का हुनै पऱ्यो नि यार के हो कुरो चाहिँ अनि गाडी कहाँ बनाउने यहाँभित्र हो गाडी यो यहाँभित्र र ऊ यता यो दुई ठाउँ बन्छ त्यहाँ एउटा भित्र बन्छ अनि ऊ यहाँ बन्छ गाडी ऊ यहाँ बन्छ बवाल छ यहाँ हेऱ्यो नि बवाल छ हो यो त वेलकम छ है सबैजनालाई वेलकम छ हाम्रो ड्राइभिङ दादालाई नि वेलकम छ ल्यापटप स्यापटप राखेर चाहिँ म्याकबुक स्याकबुक राखेर काम गर्ने हो अब काम गर्नु पऱ्यो हेऱ्यो नि यहाँ माथि रेन्ची सेन्ची हमर समर सबै छ हो अनि यता गाडीको हेऱ्यो नि फोटो पनि छ है क्लासिक गाडीहरू उयो अमेरिकन कारहरू भिन्टेज यो त बुस्टिङमा पाउने गाडी होइन हो होइन के हो फेरि कुरो चाहिँ यस्तो नभन्यो है गाह्रो गऱ्यो दादा वेलकम वेलकम बुस्टिङमा पाउने गाडीहरू यस्तो छ जे पाए त्यो नभन्ने नि यार जाउँ अल्टा जाउँ धन्यवाद दादा मलाई मिस करेन्टको सियर ल्याएको है दा जाउँ न त्यो यो बिट्टीसँग माथि पनि आयो नि बिट्टी माथि पनि डुलाउँछ आयो त एकछिन यस्तो के हो आयो नि कस्तो भयो आयो माथि आयो पहिला माथि मिटिङ हल छ आयो त कस्तो मिटिङ हल्ने आयो यहाँबाट चढ्ने यस्तो भनेको चाहिँ हाम्रो त्यही यस्तो छ है फेरि बेनिज भनेको बेनिज है वान एन्ड ओन्ली सहरको टप ल हेरे यहाँ गेम सेम खेल्न मिल्ने यताउति चुरोट पानी यताउति खाना पानी खाने टक्कै यहाँनिर अलिअलि जिम पनि हान्न मिल्छ यहाँनिर टक्क चिलमा बस्ने पुलसुल हान्ने होइन यतापट्टि यतासम्म छ है यहाँसम्म छ है अब यता आयो यता अर्को अफिस देखाउँछु कस्तो बवाल छ अफिस यार यता आयो अफिस ओइ म किन फेरि चढेँ कहाँबाट यता आयो अफिस यता आयो त्यो ऊ भएको यार ल अफिस हेऱ्यो है फेरि कस्तो बवाल छ त थ्याङ्क यू यार दादा थ्याङ्क यू फर रोज दादा ल हेर यहाँ चाहिँ अब यस्तो हो मेरो ठाउँ चाहिँ यो टक्क लाएर यहाँ बस्छ अगाडि बस्छु सर भन्छु म होइन अनि उतापट्टि चाहिँ यस्तो म्यानेजरहरू यतै आउनुपर्छ म भएको ठाउँ आउने इन्टरभ्यू लिने पास हुने अनि जब पाउँछ यस्तो हो अनि ऊ यो फोटो चाहिँ यस्तो फोटो चाहिँ कसले राख्यो फेरि अब यो फोटो अलिकति राख्नु पर्यो बुझ्नु न ए अनि यो चाहिँ साउको हो होइन हो साउ हामी सबै सेट फ्यामिली साउथ हो नि के हो कुरो ए पाले चेन्ज हुन्छ यहाँको जाउँ एउटा काम हान्न जानुपर्ने हामी त मलाई नि टाउको हाल्यो नि बिटी यार त्यही गर्छ थाहा पाइसक्यो बिसिआरपी हो यो बिसिआरपी मैले केही पनि लिएको छैन मेरो कन्ट्याक्टै छैन अनि काम चाहिँ के भन्यो नि त काम अब यसो बिटी पेल्ने अल्टामा जाने जाउँ एकछिन ल यहाँ बुस्टिङ झर्ने बेला भएछ कि अब चाहिँ टिप्नु पर्छ ऊ यस्तै छ नायक म पनि अब होइन टिप्ने त भने ब्ल्याट्टै डीको आयो बिटी ए होइन रहेछ ए अब यहीँ आउँछ हौ डीको लास्टको डीको आएको ठाउँ कहाँ डीको आएको थियो ए योको आएको रहेछ ओइ जा टिपे हाले टाउको हाल्यो मैले टिपेन अब फेरि हेर न यस्तै भन्छ क्या एडभान्सले सकेन हौ उता रेडियो कलमा गब्बरले रेडियो र गब्बरलाई भेटायो त कहाँ छ गब्बर त्यही केटा नाक छन् क्या दादाहरू एउटातिर होला नि खै त कहाँ एउटा मात्र गर्नु पर्ने भयो यार ड्राइभिङ दादा अब कि टिकटक मात्र कि युट्युब मात्र अब टिकटक आउनु पर्ला है रमाइलो त्यही टिकटक छ अरे बमे कहाँ हो अल्टारी जाऊ न मलाई
केटाहरूले बुस्टिङ उठाएर हान्नलाई ठिकै छ कसको हाल्ने त के हो त्यहाँ त पछाडि त पुतली हो कि चस्मा हो त्यो पुतली जस्तै कुन? छ ऊ त्यो पछाडि टिटीमा हुन्छ होला हो कहाँ पुतली? आजकल लाइभ मजा वाइटीमा त्यही टिटीमै आउनु पर्ला दादा अब ठिक छ के हो कोही छैन सहरमा 14 जना छन् त यार पिडी नै छैन त्यही भएर पिडी पुरा पैसा हामी त के हान्नु लाग्यो ब्याङ्क स्याङ स्टोर ब्याङ्क हान्ला क्लिका के गर्नुपर्छ यहीँबाट उठाउनु पर्छ 400 जिकोइनले वा एक्स 144 मा छ यार जिकोइन पनि न बुस्टी ऊ छ सिङ्गल बुस्टर छ न फ्यान्टम युएसबी छ सब कोसँग छ केटाहरू छ जेन पनि आएको छैन होला है सहरै हेर्न पर्छ जिनलाई त भेटाइ छैन आएको छैन जेन आएको छैन त्यसको भन्दा अग्ले अग्ले छोडिसक्यो सेट फ्यामिली छुट्सक्यो कहाँ गयो खै अर्को कुन गर्छु रे भन्थ्यो सुनेको है मैले फेरि अग्लेको मुखबाट होइन अग्ले छ अग्लेलाई कला हाल्नु असरमा त गएको ल बिटी ल नक्सी रे कसको नम्बर छ प्रिन्स अक्सिजन भनेको मेरो कामदार होइन छैन डिको भयो नि हान्छु बुस्टिङ त के हो कुरो धेरै पछि आएको छु एउटा डिको बुस्टिङ त हान्नु पऱ्यो नि यार कहाँ देख्दै थियो डिको बुस्टिङ हानिदिउँ न त डिको बुस्टिङ पनि ट्राई गरिदिउँ न त हामी पनि ल कुन एरिया पऱ्यो यस्तै छ क्या दादाहरू कहाँ कुन एरिया पऱ्यो खै बुस्टिङ ओइ पलेटो पुऱ्याएँ क्या ए रनमा त स्टार्टै गरेको छैन किनेको पो त मैले है एसएफ भागोस् रहेछ यार भागोस् त लोगो नै हराएछ यार भागोस् त्यही बन्नु पऱ्यो एक लट थर्काउनु पऱ्यो दादा डिट्राई गर्ने अरे अब गरौँ न अब के गर्ने यार जिन्दगी यस्तै छ क्या दादाहरू अब यस्तै छन् क्या सिधै एको एसको बुस्टिङ हान्ने मान्छेले अब डीको हान्नु परेको छ हो सिधै ड्राफ्टर लिएर जाउँ न त होइन अल टाइमै छ नि ऊ यो गाडी त रनमती लौ कुद्दैन हौ दादा बिजोग भएछ यार ओइ ब्रेक लागेन लौ हिजो दुइटामै गरेर त्यही भनेको दादा यार टिटीमा उड्यो कि आज खै उठ्छ कि उठ्दैन चेक गरौँ अहिले 3-3:30सम्म बस्छु नि म दादा 3:30सम्म बस्छु अनि निक्लिन्छु 4 बजी त उता रुन्देसको इभेन्ट छ आज लास्ट हो लास्ट भन्नाले जो सक्न सकिँदैन जो तिहार अगाडिको लास्ट हो भनौँ न त्यो तिहार पछाडि हो यस्तो छ त हाल यार किन रेडियोमा चाहिँ बसौँ न यार ओपन द ग्लो बक्स अहिले त यस्तो इन्फर्मेसन दिँदो रहेछ नि त कसले के गर्दैछ भनेर ल प्लिज रेडियो पनि दामी छ हो होइन पहिलेकै रेडियो हो क्यारे त 15.50 हिजो दादाहरू कतिखेर आउँछ यार दादाहरूसँग भेटघाटै हान्ने छैन मैले सेट फ्यामिलीबाट जोनलाई हाउडेलाई भालदादा डेन्जी यति भेट्यो म त्यहाँ टन्नै काम छ नि दादा अहिले यहाँ कसरी भन्नु त धेरै काम छ नि त्यहाँ अब्जर्भदेखि लिएर सबै गर्नुपर्छ नि दादा त्यो दादा ड्राइभिङ चलाइ नि फकाउनु है रुनु भयो अरे बेलुका फेरि उता आरपी छ क्या मेरो त्यस्तै छ क्या गाह्रो आज त अड्क्या छैन नि स्मुथ चलिरहेको नि दादाहरू के कुरा यो बुस्टिङको गाडी चाहिँ कहाँ हुन्छ हो एरिया त आइपुगेँ म
यो एरियामा भनेपछि माथि हुन्छ होला चेक चेक रेडियो चेक यो गाडी यहाँभित्र हुन्छ यार बिर्सिर यार यहाँबाट गएर यता ऊ यो गाडी भेटे गाडी भेटे यो हो कि उताको हो यो होइन मैकल यस्तो हुन्छ होइन गाडी काम पाएछ बुढाले रे पाए नि हो काम यसो बुस्टिङ हान्दै क्या यो पनि होइन यो दुइटै गाडी होइन मैकल गाडी त भेट्दिन कि क्या हो यो त हुँदै होइन यो गाडीको सर्भिस नभएर यस्तो छ क्या जिटिआइसकेर कहाँ हो भनेको अस्ति ततास्तु भनेको आज सराप पाउला आइरे जोक्स पाएँ दादा होइन होला दादा यस्तै छन् कि दादा राति आउनु छैन दादा अहिले दिउँसो त आउँदा त म 10वटा सर डुल्छु हो दादा दिउँसो त भ्याएको बेला बरु हिँडेर भेट्छ यो गाडी त कुद्दै कुदेन हो यार दादा एकदिन ट्राई गरौँ दादा यार यहाँ भित्र छ कि यो गाडी भेट्न गाह्रो छ क्या यो बुस्टिङको रामगति कता यहाँ त होइन नि सब गाडी छोए कि बच्छ यार ट्विटी गर्दै भेट्दिनँ क्या यार यो एरियामा यो डीको बुस्टिङ त के हो कुरा यो गाडी बेकार ल्याएछु क्या मैले कि याद भइसक्यो गाडीले भेटे गाडी भेटे है गाडी भेटे फाइनल्ली यो यहाँ हुँदो रहेछ गाडी कुन चाहिँ गाडी यही गाडी हो ओके ल मिस गुरुङ नि मलाई नि आउँदैन तर आउने भने भएको भए तर ए दादा के कुरा ल गाडी भनेको यस्तो हुनुपर्छ क्या ल हेर्नु त त्यो गाडी हेर्नु ल यो त मजाले अब यहाँ भेटेर टक्क लाएर ल सानी नरिसाउ न मलाई फक्क आउनु आउँदैन भन्दै आमा दादा होइन होला अहिले के छ यार यो उड्ने व्यवस्था छ कि छैन पहिलाको जस्तै लाग्यो त्यो गाडीले बाटै काट्न आउँदैन रहेछ हो त्यसलाई त्यो पेसारसँग सिक्नुहोस् रे मलाई चाहिँ कसरी आउँछ हो मलाई केही आउँदैन मैले बरु सिक्नुपर्ने हुन्छ हो हजुरहरूबाट
कहाँ पऱ्यो यार यो त एयरपोर्ट साइड परेछ यार कहाँ पर पैसा पनि कति 50,000 मात्र रहेछ यार पैसा नि गरिब भएछ हौ दादा यहीँबाट हाम फाल्न मिल्थ्यो त यार ओइ यहीँबाट उडाइदिन्छु हो गाडी ओहो ओ यहाँ त के हो सेक्युरिटी गार्ड रहेछ त आजकल त सेट फ्यामिलीको कोही छैन र अहिले कोही छैन नि दादा यार सेट फ्यामिलीको कोही छैन हाउडे पनि काम गर्न थाल्यो अब हाउडे नि भ्याउँदैन होला त्यही जोन हुन्छ बेला बेला हेलो हेलो के छ यार A1 गेमर दादा यो एरिया यो ठाउँ त बवाल छ त राति अझै अलिअलि बाँकी छ दादा भनौँ न ला क्र्यास भयो यार थुक्क यस्तो क्र्यास हुने बनाएपछि केटाहरूले गेम इरर क्र्यास बाई स्टप आउट अफ मेमोरी प्लिज रिस्टार्ट द गेम रे खै केटाहरूले के बनायो हो यस्तो क्र्यास हुन्छ त यार अलिअलि निको भएको छ यो क्र्यास भयो बुस्टिङ खेरै गयो यार टिकट सिकट खोलेर केटाहरूसँग फेरि बुस्टिङ मार्नु पर्ला जस्तो छ है यस्तो बिजोग भयो कि मेरो ठिकै छ दादा तपाईँको के छ नि म पनि ठिकै छु भनौँ न टाइट एकछिनलाई गेम खोल्दैछु कपालले के भएको भएको यार दादाहरू यस्तै छ हौ कपाल यसरी बस्नु पर्ला जस्तो छ यार वाइटीमा पनि लाइभ हो र वाइटीमा लाइभ छैन म वाइटीमा अलिकति के गर्ने यार अहिले लाइभ बसेर वाइटीमा लाइभ बसेर कामै छैन अहिले गेमै क्र्यास भयो यो हाम्रो गुरुङनी म्याम हराउनु भयो नि त अनि गेम क्र्यास भएछ क्या जेरोमा हानिदिउँ दादा अनि ठिक हुन्छ अरे जेरोमा यो कपाल ओइ चिन्डे तालु देख्छ नि दादा यार टाइट जेरोमा त कसरी हान्नु दादा फेरि अहिले कस्तो बवाल चलिरहेको है कर्ली कर्ली कपाल तिम्रो चाउरी परेको गाला के हो त्यस्तो चाउरी परेको छ र गाला तेरि भर्खरै स्विट 16 जस्तो लाग्थ्यो मलाई त चाउरी परेको छ र गाला कपाल त कर्ली कर्ली नै छ कि तर के गर्नु यस्तै छ हौ कर्ली कपाल भयो नि यस्तो छ कपाल त ड्राइभिङ दादाको बवाल छ नि ठिक छ गीत गाउनुपर्छ लाइक चाहिँ हानौँ न दादाहरू यार के हो लाइक हाम्रो लाइक पुग्दैन ओए लभले लाइक रहेछ त थ्याङ्क यू मान्छे जोइन भइसकेको छ वेलकम यार मान्छु मान्छे लाइक हान्न आएको मैले बुझिसकेँ थ्याङ्क यू रे आमा मेरो जिग्री है ड्राइभिङ दादा यसो फलो हानिदिउँ है जिग्रीलाई नि के गर्नु मिल्छ मिल्दैन रहेछ यार
फलो हान्थेको दादा ब्याग आउँछ कि नै रे ब्याग दिइहाल्छ नि उसले मान्छे ब्याग दिनु पऱ्यो है आउँछ आउँछ ब्याग ढुक्कै हो नि ओ यो साउन्ड नसुने नि धेरै भएको थियो 6K लाइभ पुग्छ जस्तो छ है मेरो अहिले त अड्किँदैन नि है आज त ठिक छ त यार यो हिजो अस्ति चाहिँ हिजो चाहिँ के भएको ड्राइभिङ दादा यार राति राति चाहिँ के भूत चढ्छ थाहा छैन यार यतिकै अड्किरहेको हुन्छ यार पज भएर बसिरहेको हुन्छ यो तातो पानी खाइरहेको छ अझै पनि म के गर्नु फिल्टर होइन नि कहाँ फिल्टर हालेछ र छैन मान्छे कहाँ फिल्टर हाल्ने यार फिल्टरै हाल्न मिल्दैन थाहा त छैन फिल्टर हाल्न मिल्छ र केही त अप्सन देखाउँदैन केही नै अप्सन छैन हो यहाँ फिल्टर हाल्ने मिल्दैन हो मान्छे फिल्टर हाल्न कि मलाई नआएको हो छैन छैन फिल्टर अप्सन छैन यहाँ त के अप्सन टुल्स भनेर छ को होस् मल्टिगेस्ट प्ले टुगेदर छैन फिल्टर छैन कस्तो गोरो देखेर यो लाइट हो क्या यताबाट यो झ्यालबाट लाइट आइरहेको त्यो लाइटले गर्दा होला फिल्टर बिना नै हान्छे होइन कस्तो गोरो देखेको अरे यो लाइटले गर्दा हो क्या मान्छे फिल्टरै छैन यहाँ अनि हुन त मिल्छ होला यो कुबाट मिलाउन कहाँ त्यो मिलाएर बस्छु हो फिल्टर राति आउन कालो देख्छ नि अहिले लाइटले गर्दा दादा हजुरको ठुलो पङ्खा ए भान्जा आइपुग्यो है वेलकम है भान्जा बिचरा भान्जालाई मिली कुटेछन् होइन अर्को भिडियोमा पनि भएन है भान्जाले नि कुट्नु पऱ्यो तिनैजनालाई ड्याङ के ड्याङ बरु म भान्जालाई क्वेसनहरू पठाइदिन्छु यार दादा म फिल्टर गिफ्ट गरिदिन्छु तर के गर्नु पहिला नै हो र गिफ्ट गर्न मिल्छ फिल्टर ओइ के हो कुरा गरम त गरम फिल्टर गिफ्ट गरम एउटा बुस्टिङ हानेको त्यो बुस्टिङ हाने पनौती लायो यार हरि बिजोग भयो नि दादा मेरो अरे ए मैले बुझेँ पानी खाने फिल्टर भने अरे बुझिसकेँ हेलो रेडियो चेक कोही छैन यार यसरी मिल्दैन है फरक छ सबतिर यो के हो यो नेकलेस इयर ह्याट यहाँ सब निकाल्नु मिल्दो रहेछ होइन यो प्यान्ट चाहिँ निकाल्न मिल्दो रहेछ र अनुमति यो निकाल्न मिल्दैन टी सर्ट गएँ ल म अहिले बाई बाई रे ए ठिक छ आज आएर यस्तो होइन ठिक छ यसमा के पर्दैछ यो अझै छ ओइ चल्दो रहेछ त्यो त पर्यो वाटर बोतल पर्यो छ्या एउटा लास हान्दिउँ न त बुस्टिङ टुको एउटा रहेछ दुईवटा रहेछ त टुको भर्खर आएछ भर्खर आएको लिउँ न एउटा लास्ट ट्राई गरौँ है त डीको हान्दैछु हो म त यस्तो हरिबिजक छ एउटा हानेको पड्क्यो हेलो
अब हजुर मैले कान लगाएको थिइनँ भन्नु त फेरि म त डीको बुस्टिङ हान्दिन्छु क्या अघि एउटा हानेको पड्क्यो उता एयरपोर्ट परेको थियो डेलिभरी गाह्रो गरौँ न। अब म यहाँ यो- अघि एउटा फेरि डिपो फेरि हानेर डिपो हानेर आउँछु ल उफ्रिएको छु। यस्तै छ हो जिन्दगी मेरो को हो यो ब्रान्ड हान्न पर्यो मेरो जस्तै पिङ्की कपाल छ त मैले यार त 5वटा जति ऊ हानिसकेँ कि के हान्नु हो 5वटा यसो टाउको हालिदिनु नि यार के हो कुरो चाहिँ मान्छे हुनु पर्यो नि सहरमा अघि नै कोही नभएर केटाहरू बल्ल तल्ल बोलाएर ल अहिले चाहिँ अहिले चाहिँ म डिको हान्छु मलाई कल गर्नु नम्बर छ त हाम्रो नम्बर अहिले छैन नि सायद छ अहिले नयाँ आयो नम्बर त्यही हुनुहुन्छ क्या नम्बर अनि दिएको होइन अस्ति भेटेर धेरैको छ छ छ छ छैन कल हान्छु नि त ल मलाई कल हान्नु ल म नि हान्छु अहिले म यसो तर ब्याङ्क आएको छैन ब्याङ्क आयो भने केटाहरू आउँछ नि अनि त्यति बेला म भन्छु ल ल ल ब्याङ्क एउटा हान्नै पऱ्यो यार यसो तपाईँहरूसँग जानु पऱ्यो यार अति नै उ भयो क्या यहाँ ए हामीले त स्केप हानेर चाहिँ खडेरी लाग्यो दामी खडेरी। दामी आइडिया हो र यस्तो यस्तो आइडिया लगाएर हानेछौँ कि आमामा पुलिस छ भने कहिले ल ल ल मलाई नि यसो इन्क्लुड गर्नु पऱ्यो है त आज मैले भनेर इन्क्लुड गर्नु पऱ्यो अब केटाहरू कोही छैन हान्न पर्यो खै भालसेट कता हो बोलाउनु पर्यो यसो अब कोही नै छैन मसँग 100 चान्स हुन्छ अब कोही नहुने मान्छेहरू अरू थियो अब अहिले कोही त छैन अनि कोही उनीहरूलाई यसो बोलाएर यसो हान्न पर्यो नि त के भन्छ यो हाउस हाउस हानेर नि सामान अहिले जाने कुरा नगर्नु न हाउस हान्दा के हुन्छ अहिले पहिल्यैको हाउस हान्ने तरिका सबै सेमै हो केही चेन्ज छैन उस्तै छ सामान पनि उस्तै हो पहिला त्यत्रो हानेको भएर हो कि खै अहिले त के हो यो अनि गाजा कहिले रोप हाउस हानेको छैन उपज गाजाहरू के हो रोप्ने र चाहिँ खै रोप्ने चाहिँ अहिले रोपे छैन हामीले पनि रोप्ने चाहिँ सिस्टम खै के चेन्ज भयो कि भन्नु अनि यो के हो खानपिन पनि खान मिलेको छैन हो यो उसको होटेलको रेस्टुरेन्टको मिल्न त मिलिरहेछ पुरानो भएको खानाहरू त सुसी त हामीले त्यही खाइरहेछौँ पहिला लिएको नयाँ म- पसलबाट चाहिँ किन्न पाइन्छ मसँग नि यो वाइन रहेछ के यो वाइन रहेछ त्यो मिलिरहेछ बियर पनि छ हौ बियर मिलिरहेछ छैन हेरमै ओइ मिलिरहेछ त हौ बियर पनि पसलहरू चाहिँ बन्द छ कि तपाईँहरूको पसल थियो होइन छ हाम्रो अहिले यो कोही भन्ने त हो नि हाम्रो कोही बेच्यो नि कोही, यसो कोही। खै केही त छैन अनि अब त्यहाँको को हो म त यता मेकानिकमा हो अनि मसँग त ब्रान्डेड रक्सीहरू रहेछ यार रक्सी उयो त्यहाँ को हो मेकानिकमा हेल्दी एन्ड अर्ग्यानिक स्मुदी पनि रहेछ मसँग खानेकुरा मात्र रहन्छ यार मसँग सरलाई बोलाएर म एउटा यसो गाडीको थोरै काम गरौँ भनेको गाह्रो लोड युज हानेको स्केपमा गाडी त आमा युज हाने के चाहिँ गाडी बनाउनु पर्छ नि भन्नु है बनाइदिन्छु है म सर्भिसिङ हान्नु पर्ने थियो थोरै उहाँले माथि यसो आँखा देखाएर कस्टमाइज हानिन्थ्यो कि सर्भिस हान्ने भए चाहिँ भन्नु अहिले हानिदिन्छु म जाउँ त एउटा गाडी यसो दुइटै लिएर जाउँ न एक एकवटा चलाएर ल दिन त दिनु दुइटै दिनु ल दुइटै गरौँ न पैसा कमाऊँ न ल यो यसको मलाई चाबी दिनु यो लाँदै गर्छु है त म ल ल वही गाडी त लभली छ त 10K भयो फाइनली रे लभली थ्याङ्क यू है दादाहरू सबजनालाई थ्याङ्क यू सो मच यो गाडी त ओभर कुछ छ त हजार रुपियाँ अरे यार यो त सर्भिसिङ के छ यसको हेर्नु त ल छक्क लाएर अनि यसको अहलाई हेरिदिँदैछु यही भित्रैबाट हेरिदिन्छु हाउस आएको रहेछ बढाएकै यसको यस्तो छ तपाईँको 45 गर्नै पर्छ 63 सबै याल्लो छ पहिला सर्भिस र रिपेयर हान्नु न यसो पहिला पैसा दिए हुन्थ्यो पैसै छैन मसँग यतापट्टिको नि हेर्नु न भन्नु ल पैसा खै छ अरे म्यानेजमेन्टमा केटाहरूले पैसै छैन त्यो यार इम्पोर्टेन्ट चाहिँ जिटिआरहरू त्यो जिटिआरहरू एउटै घाटा चाहिँ केटाहरूले त खै त पैसै जम्मा हुँदैन खै केटाहरू त हाम्रो त जगदीश सरले त गरिरहनु भयो होला यार अलिअलि हामीलाई पनि बढाएर लिनुहुन्छ खै यहाँ त पैसै देख्दिनँ म त 255 छ हौ यहाँ पैसा हेर्नु न हाम्रो जगदीश सरले बढाएर गरिरहनुहुन्छ हौ हामीलाई पनि 2000 3000 1000 गरेर तिरेर हुन्छौँ त्यो त ठिकै छ कि तर अलिकति पैसा बढेको भए चाहिँ मजा आउँछ भन्ने कुरा हो होइन ठिकै छ अब अहिले हेरौँला बिस्तारै यो पनि गर्नै पर्छ
तपाईँको यो भिडियो कति छ 61 को रेन्जमा छ यो चाहिँ 60-70 फुल गर्नु फुल फुल गर्नु फुल गर्नु यसो गर्न यो दुइटै गाडीको पैसा चाहिँ दिन्न पहिला यसो फुल गर्नु न मलाई कति केटाहरूले कति काट्ने गरेछ जगदीश सरले आई थिङ्क 30,000 काट्नुहुन्थ्यो अनि रिपेयर किट पनि चाहिएको छ मलाई रिपेयर किट नि दिनु न रिपेयर किट नि 3टा रिपेयर किट भने रिपेयर किट छुट्टै गर भनेपछि 60,000 फाइदै छैन त यार खास 32 गरेर ठिक गर्नु न हुन्छ तपाईँ यस्तो गर्नु न तपाईँ बिल काट्नु अनि तपाईँलाई छुट्टै म हालिदिउँला नि के भएर ल ल त्यो गर्दा चाहिँ अलि फाइदा हुन्छ न त ल छुट्टै मलाई अलिकति हालिदिनु म यहाँ बिल काट्छु तपाईँको रिपेयर किट पनि गरेर काट्नु न सजिलो भयो नि रिपेयर किट कति 3टा भन्नुभयो अब रिपेयर किट 8 24,000 पर्छ 84 बनाउनु न 85 बनाए नि भयो इन्भोइस 5,000 हाल्दैछु यता अनि ल यता गरिदिन्छु है त म फुल सर्भिस 60,000 त्यस पछाडि रिपेयर हामीलाई कति पर्छ रिपेयर किट अहिले मैले हेरेकै छैन हामीलाई कति पर्छ खै मैले जगदीश सरसँग नि त्यही 6-7,000 6-7,000 त्यस्तो मैले लिएर हामीलाई त्यस्तै 7 कति पर्छ होला मैले 8 गरेँ है त अहिले अब हेरेँ केही भएन 8 गर्नु न अहिले पछि कुनै बेला फेरि डिस्काउन्ट गर्दा नि भयो एकचोटि यो गरिसकेपछि ऊ पनि हेरौँ न के कति छ यसो इन्स्टलेसन डिफल्ट प्राइस कति पर्छ एकचोटि यसो भनिदिउँ है यो गरिसकेपछि ल ल ल ल हेर्नु त त्यो नाइट्रो आएको छ अरे नि त अहिले नाइट्रोको त 1,50,000 2 लाख जति पर्छ भन्दै थियो अघि उसले ड्रोन्सले म हेरिदिन्छु अहिले नहाल्नु भन्छु म त डिफल्ट कति पर्छ डिफल्ट कति पर्छ हेर्छ है त पर्ने हेर्नै पऱ्यो नि त्यो हेर्ने मात्र हाल्ने त होइन अहिले तत्कालै किन हाल्नु ए ओके ओके हामीले अरू जस्तो उडाउनै पर्दैन उनले उडाउँदै हामी दिमाग लगाएर स्केप हानिरहेको छौँ अरूले आकाशमा उडाउँछन् हामी टिभीलाई मेज ब्याङ्कमै घुमाइ घुमाइ स्केप हानेको छौँ नाइट्रोस यहाँ कलरहरू पनि आएको रहेछ त यार लभली कलर हारेस रिपेयर किट ए ठिकै काटेको छु 7,000 पर्दो रहेछ रिपेयर किट ठिकै हो 3टा भन्नुभयो है एप खोलाएर अनि ट्याप चाहिँ गरौँ है के बनाइसकिने हामीले लिइहाल्नु त्यो 3टा चाहिँ दिइहाल्छु म यो कहाँ लेख्छ यार 3 भनेर चाहिँ कहाँ लेख्छ यो मलाई त यो चलाउनै आएन हो इन्भेन्टरी ए पकेटमा राइट क्लिक गरेर नि बढाउने ए ठिक अनि गिफ्ट गर्ने ए सजिलो छ हो यो पकेट त सजिलो रहेछ भयो मैले बुझेँ यहाँ टक्क तपाईँले सिक्दै गयो भने तपाईँले सामान पनि ब्याङ्कहरू लुक्दा गोजीमा आइरहेछ भने अर्को ब्याग खोलेर भरिरहन मिल्छ गोजीबाट सिधै हो र ए जस्तो गिफ्ट टु प्लेयर होइन यसरी हजुरको नम्बर 26 हो 26 मैले पकेट हेर्दै आउँछ क्या मेरो गोजी 4वटा भयो ए गिफ्ट 3 भेहिकल रिपेयर किट ए लभली छ है अहिलेको पकेट चाहिँ अलि बुझेँ धेरै राम्रो छ हो कसैले कहिले काहीँ गर्छ नि डिकी छामेर अनि मैले छामा छैन भन्छ नि के लग्यो ठ्याक्क देखिहाल्छ ठिक मैले बुझेँ क्लच एउटा क्लास पारेछ बफालमा कुनले उठाइहालेछ नि गर्दै गर्नु है म यसो दिमागमा बस्छ हुन्छ गाह्रो छ गाह्रो अरे दादा रमाइलो नि दादा के गाह्रो पैसा कमाइसक्यो दादा यहाँ यही पैसा कमाउनु थियो मलाई सस्पेन्सन एउटा हो ब्रेक प्याड चाहिँ 4वटा गरे 4वटा वेलकम छ यार जीवन दादालाई नि वेलकम छ वेलकम गरमै त्यो गाडी ओहो दादा धन्यवाद यार दादा कस्तो चाहिँ लाएँ त मैले के भन्छ त्यसलाई ह्याट होइन त लभली जीवन दादा काउबोय ह्याट रे सुहायो होला है मलाई
यो चिजहरू बिर्सिसकेको थियो यार। वाइटी जस्तो मिल्दैन होला यार। ल वाइटी जस्तो हुनुपर्ने क्या, के एड स्याड आएर टक्क पैसा आउने। यसमा आउँदैन नि दादा यार, ए गिफ्ट दियो भने आउँछ न त आउँदैन क्या, बिजोग छ नि यसमा। वाइटी मोनिटाइज भएको छ, क्या फाइदा छ वाइटीमा। हेलो हेलो टोपे सर, हजुर सर भन्नु न सर। तपाईँ कहाँ हुनुहुन्छ सर? म त यता मेकानिकमै छु नि सर, यता बेनिज मेकानिक। लभली सर, म आउँदैछु ल सर। आउनु सर। सरको नाम चाहिँ के पर्यो सर? यहाँनिर नम्बर त अर्कै देखाउँछ त। जोन स्नो हो के सर? ए आउनुहोस् सर, आउनुहोस् 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 आउनुहोस्। त्यही ल सर। जोनिसो भन्नै लाएको थिएँ क्या मैले, नामै थाहा छैन हौ। जोनिसो नि दुईजना भयो, एउटा हाम्रै जोनिस्नु। के भन्नुभयो अरे मलाई? ए होइन होइन, त्यो गाडी रिपेयर भयो होला, त्यो चाहिँ अगाडि यता। सर्भिस रिपेयर दुटै भयो, म स्टोर गर्दा हुन्छ? हुन्छ हुन्छ हुन्छ, त्यो यता त्यो चाहिँ मैले के सामान जोनिस भने अर्को छ क्या, मसँग के सामान छ अरे? यो भयो एउटा सामान किन्नु पर्दैन क्या, मैले बिर्सेँ यार। इन्जिन ओइल छ सर। हजुर सर, के छ हौ जोनिस न सर? लभली सर एकदमै। क्लच क्लच किन्नु सर यहाँको भालु सर कहाँ गयो भालु? थाहा छैन यार सर, अब अहिले त आउनु भएको छैन। किन सर? मेरो सामान लगाउनु भएको क्या, त्यो काकाको चाहिँ के छ आशिषजी? आशिषजी आउनु भएको हो? त्यो गाडी हेर्नु न, यो सर्भिस गर्नु पर्ने। पहिला एउटा त्यो गाडी सर्भिस गरिदिइहाल्छु अनि हेर्छु ल। के सामान लिनुपर्ने थियो भन्नु त? वेलकम छ यार सबैजीलाई। हजुर 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 हजुर, हामीलाई नि यसो व्यवस्था त गर्नु पर्यो, हल्का पेट पाल्नु पर्यो पर्यो। पेट पाल्नै पर्यो नि सर, पेट नपालेर हुन्छ भन्नु त? यसो बरु बुस्टिङ सुस्टिङ छ भने राख्ने हो मलाई। मेरो बुस्टिङको के हुनु, मैले हान्न मिल्ने भने त्यही मिडियम मात्र हो। हो र? ए त्यो कारको भन्नुभएको? गाडी कुन हो तपाईँको? कारको त उठाएको छ कि खै नआएको हो कि के हो? हो र? यता आउनु, यता यता। हेलो रेडियो चेक, कोही आएको छ रेडियोमा? कोही छैन हौ रेडियोमा। एकदम ठिक छ यार सबिजी, सुत्न लागेको थिएँ अरे। हो र? भन्नु यो गाडी बनिहाल्यो, सकिहाल्यो। मैले रिपेयर होइन नि कहाँ, यो म त यस्तो ट्याप स्याप बुस्टिङै हान्न बिर्सिसक्यो मैले। बी क्लास हान्नलाई त्यो फ्यान्टम चाहियो कि, अब लगभग बिस्तारै खुल्न लाग्यो। कहाँबाट ल्याउने यार त्यो? म तपाईँलाई किनिदिउँला नि त। ट्रोजन चाहिन्छ भने सर? ट्रोजन नि बनाउन मिल्छ। ट्रोजन चाहिँ बनाएको छ। अटोग्राफ दिनु पर्यो अरे? आम्मामा, अटोग्राफ मलाई पनि चाहियो है, कसले दिने हो? पछाडिको ह्याङ्गरको साइडमा एउटा छ वेयर हाउस जस्तो, त्यहाँ कम्प्युटरमा गएर आँखाले हेर्ने, लेफ्टबाट राइटमा लगेर प्रिन्ट गरिदिने अनि आफै केही छैन, ट्रोजन मात्र भयो। कहाँ जान्छ सर ह्याङ्गर? आउनु गाडीमा चढ्नु त। बेबीबाट तोपे सेट रे। यस्तै छ हौ जीवन दादा। के छ हौ जीवन दादा? अनि तिहारको चहलपहल जापानतिर, यहाँ बिसिआरपीमा तिहार लाएर उल्काएर रहेछ सबतिर।
FPS मात्र ड्रप बट्टाबाट यो गरम है त लन्ड्रोम्याट हान्दा चाहिँ फिर्दै आउँदैन कि अहिले यो हन्टिङमा के छ काला जादु सक्छ नि त्यो पहिला जस्तो दुनो गाई बन्छै बन्दैन दुनो हन्टिङ हान्ने त मलाई सोध्न कति दुःखमा छु भने मलाई हो र के हो छ होइन कि छैन अब दुःखमा छु भने चाहिँ बुझ्नु अब यो BCRP हो जीवन दादा यस BCRP अब पनि थाहा छैन कहाँ प्रोसेस गर्ने भने गाह्रो रहेछ हौ बन्नी सर के प्रोसेस गर्ने त यताउता थाहा पाइहाल्ने होला चेन्ज भएको छ अरे होइन सजिलो प्रोसेस गर्ने ठाउँ चेन्ज भएको छ अरे प्रोसेस गर्ने ठाउँ मात्र नजिकै छ अरे त्यतै नजिक भयो सजिलो छ होइन र होइन म त पलेटोमै छ अरे पलेटो भन्दा नि अझ नजिक छ भने जस्तो लाग्यो वहाँ जानु न मेरो अन्दाजमा पलेटो प्रोसेसिङ भनेको यो उ छ नि के भन्छ तपाईँको यो गाडको ठ्याक्क मुनिपट्टि उडकटरबाट मुनि एउटा घर जस्तो छ नि त्यो एरियातिर भनेपछि अब त्यही पनि यस्तो चाहिँ अब कालो नहुने भने चाहिँ अब त्यो डियरहरू एक्कासी झुम्म हुनु पर्यो कि अनि सेक्दै मार्दै तर राम्रो त चक्कुले पुसिङ मार्दै हानेर यो उ हान्यो भने फाइदा पन्ध्र रहेछ के पुगिसक्यो लभले के मार्दै ब्याङ्क हान्दा 4 लाख आउने 4 वटा ब्याङ्क हाने 20 लाख आयो मेरो 20 लाख आउँछ 4 वटा ब्याङ्कले ओ माई गड पैसा त वा सेल रहेछ त ब्याङ्कको त्यही भने तर मेहनत पनि त्यसै छ नि त फेरि बुस्टिङ हान्यो त्यत्रो 400 जी को होइन 600 होइन? सिक्वेन्स यो होइन होइन? 600 यो ब्याङ्क छ नि ब्याङ्क हानेर दुईटा यो रबरी स्योर सर्ट स्केप हुनु पर्यो एउटा लोन र एउटा ब्याङ्क अनि 600 सिक्वेन्स स्केप चाहियो भएन नि त्यो पैसाहरू हामीले त्यो पैसाहरू ब्याङ्कमा हामीले मिल्दैन है स्केप नगर्नु अगाडि अब अरूले हल्का चोर दिमाग चाहिँ अब गाह्रै परेपछि गाडीको क्लबक्समा पैसा राखेर पानीमा हालिदिन्छन् ल यो गाडी पनि बन्यो ल मैले रिपेयर पनि गर्दैछु तपाईँलाई रिपेयर फ्री गरिदिन्छु है ल गाडी भयो चाहिँ चोर दिमाग चाहिँ त्यो स्केपको लागि गर्छन् अन्त जिटिआर मैले त जिटिआरमै स्केप भनेको छु जिटिआरमा आउनु न तपाईँहरूमा एउटा काम गरेर आउनु आउनु त चाबी दिनु त अहिले आउने आउनु न चाबी दिनु न एउटा चिज स्टार्ट गरेछु क्या मैले डीको बुस्टिङ आउनु त त्यो हानेर आउँ डिगो हाने अब के गर्नु त हरिबिजन हाँस्यो नि दादाहरू यस्तै छ क्या पहिला लेभलको के अरे लिडरपुलको टपमा थियो दादा अहिले मजाक नउडाए नि होइन मजाक भन्दैन अब ठिकै छ हल्का हाँस्नु पर्छ हेल्थ ओ उयो कहाँ स्यान्डी परेछ जाम ल केही काम त छैन नि छैन यो सरले मार कहाँ गरेको थियो ए मिलिट्री बेसमा हो क्या अरे अहिले यसो गरौँला नि त त्यो अहिले बनाउने क्या आज हानमै सबैजना ट्याप ट्याप अझै हानु भन्नुभयो रहेछ दादाले सुन्यो नि जोन सर हजुर यो के अरे यो गाडीको रिपेयर चाहिँ म फ्रीमा गरिदिउँला अहिले जाउँला हामी यसो यति हानेर म के गर्नु ल मैले उठायो भने हान्न जानुपर्छ एको ल टाउको हाल्छु सँगै जाउँला ल ल एको बीको जेको उठाउँछु सँगै जाउँला नि अब के गर्नु त तपाईँको एक्सपी कति छ मेरो त टन्नै छ नि हो एक्सपी कुरा नगर्नु न हो लिडर बोर्डमा थियो हो एकजना मलाई नि यस्तो मिलाएर बढाउनु पर्यो क्या बीको हान्नसम्म बनाउनु पर्यो कि त्यही त म 13-1400 मात्र छ हौ अनि अहिले के को हान्दै हुन्छ सिको सीको चाहिँ अलि उठाउन पाइरहेको छु त्यही हो ए सिको चाहिँ छोडिदिइरहेको छ नि केटाहरूले गरी खा भनेर छोड्नु त के छोड्ने हो र अहिले जे होस् अलिकति फास्ट ह्यान्ड भनौँ न फुत्त खोल्ने फुत्त हानिहाल्नु ए त्यसै भए ठिक त्यसै भए ठिक छ उठाउँछ नि अस्ति मैले त त्यो सीको यस्तो क्लिक गरेर पर्चेसमा थिच्न लागिसकेको थियो कुन्चेल कस्तो ल्याम्मै उठाइदियो अनि पैसा चाहिँ कति छाप्नु भएको छ हौ? के काम गर्नुहुन्छ के छ यस्तो कामहरू म त काम भनेको त यही हो हल्का हाउस रबरी हान्छु अब हल्का त्यही स्केप हुने सामान बेच्ने त्यही त हाउस रबरीबाट चाहिँ पैसा आउँदैन नि त फेरि अनि आउँदैन अब त्यही हो के गर्नु अब एक्सपी पनि बढाउँछु त्यही हो एक्सपी त बढ्छ मजाले पैसाको लागि चाहिँ हन्टिङ हो भनेपछि हन्टिङै हो खोइ अब त्यो कालाको चाहिँ अलिकति हानेर कालै बनाउनु पर्ने हो मैले 2-3 ताल ट्राई गरेको त्यो मिलेन क्या हामी दुईजना गएको थियो एकजना त्यो सर आज जाने अहिले जाने कति बज्यो है ओइ सर पेट्रोल छ त पेट्रोल डट देखाइरहेको छ मेरोमा त छैन मेरोमा ठिक छ पेट्रोल अब 1 लाख पहेँलो देखाइरहेको छ पहिले त मेरोमा पनि छ यार पेट्रोल त हाल्नै पर्छ अब यो बिच बाटोमा कहाँ पेट्रोल खोज्ने भन्नु त त्यो त हो अब उता स्यान्डीतिर हालौँला नि फेरि अहिले पेट्रोलको नि त्यो भएर छ नि त काला हो र ओहो राम्रो यो कालै त बिजोग बनाउने भयो नि सर यार
त्यही त त्यो त खो म त जोतमा पेट्रोल पम्प त्यो ग्यास क्यानबाट हालेको ग्यास क्यानै अनलिमिटेड हालेको हाले गाडी त लभली छ त यार यो गाडी त ह्यान्डल पनि त लभली छ त ए जोत छ हौ खोइ त होइन अहिले त यो किनकि मतलब राम्रो थियो पहिला चाहिँ अहिले चाहिँ अलिकति खोइ कचरा भयो क्या ल उता तेल हाल्नु न त अगाडि लगाइदिन्छु उता पेट्रोल हालौँ पम्प न। अब पैसा कमाउनु तपाईँ हो हेर्नु मेरो त फाइदै छैन मेकानिकमा कहिले काहीँ आउँछ त्यस्तो नभन्नु ए फेरि यस्तै हुनुहुन्छ क्या सर हालौँ के छ पेट्रोल त हाल्नु परेको नि होइन हालौँ पेट्रोल अहिले हाल्नु न पछि म हालिदिउँ ल अहिले हाल्नु न अँ। हन्टिङको सामान बेच्ने यही त हो नि ए बेच्ने चाहिँ यही हो खोइ यही हुनुपर्ने हो हेलो लेडी यहीँ छ अहिले त केटी रहेछ यही केटी लेडीलाई रहेछ केटी रहेछ लेडीलाई बेच्ने हो यही हेलो लेडीलाई। लेडी आमारी भाइ सेलिङ हन्टिङ यही त हो नि अहिले त लभली भएछ यो झन् चेन्ज भएछ यार दामी ल दादाहरू हानामै ट्याप लाइक साइक ट्याप के भन्छ हजुर किन ओहो हेलो एकछिन ल सर जोन सर हन्टिङको काला चाहिँ ल्याउनै पर्ने ओ जोन सर एकछिन दिमागमा हुन्छ ल एकछिन यहाँ कुर्नु ल एउटा काम पऱ्यो यार ए, ल। को आएछ हौ भेट्न कहाँ छ क्यामेरा एकछिन क्या ल निक्ले म निक्ले आइहालेँ दादा यार त्यस्तो आए के गर्ने यार टाइम लाग्यो त्यो जाम हेलो ए म गाडी कुदाउँदै थिएँ
म त ब्ल्याकलिस्टिङ भएर 2 चोटि ब्याक गरेर आएको रे ए हो र हो रे अहिले कस्तो चल्यो चल्यो नि म एकछिन बाहिर गएको थिएँ हौ हेलो ओ जोनिस न कहाँ गायब हो तपाईँ गायब हो नि मलाई भन्नुहुन्छ अझ अनि पेट्रोल किन आधी हालेको फुल हाल्नु पर्दैन पेट्रोल अहिले त्यहाँ ग्यासबाट भर्ने हो कि क्यानबाट के पैसा खर्च गर्नु ए त्यही भएर पेट्रोलले किन कम हाल्नु भयो भनेर बसेको हो यो गाडी त अब अहिले हल्का अब अहिले छ त अहिले युज गरौँ न पछि हटाइदिएला फेरि होइन पछि त हटाइदिइहाल्छ नि हो यस्तो कहाँ राख्छ र त्यही त तर त्यो अरू त हटाउनु एकदम ठिकै हो तर हन्टिङको चाहिँ नहटाउनु पर्ने हो क्या अब खोइ यार त्यो चाहिँ अब गरी खाने नै त्यही हो हन्टिङै थियो है सबको गरी खाने अनि अब ब्याङ्क हान्न कहाँबाट जानु बनाउनु न 400 चिकन 500 चाहिँ छ है 600 रे हो अहिले त पहिला 400 थियो अब मैले सी क्लास के अरे बी क्लास नहानिकन कहाँबाट लिएर आउनु भन्नु त सी क्लासले त भ्याउँदैन त यो गाडी त कसले पड्काएर राखेछ यार मसँग अघि हानिहाल्यो एउटा मिडियम जेल गइहाल्यो त्यो एउटा काला भएर स्केप पनि भएको थिएँ त्यो कस्तो बिचमा लोकल आएर कि हार्नेस लगाएको त्यही पनि उफ्रिरहेको म ओहो डोल्माजी वेलकम छ यार धेरै पछि देखेँ त 200 डोल्माजी कति छ चिकन 150 250 मसँग नि त्यस्तै हो मैले त पहिला ब्याङ्कसँग हालेँ नि त यो अगाडि अहिले होइन पहिला ठ्याक्क सकाएर राखिरहेको हान्नुपर्छ कि नर्मली ए क्लासको हाने त झनै राम्रो हो तर बीको चाहिँ हान्नै पर्ने हुन्छ बुस्टर बढाउनलाई यो एरिया छ मेरो गाडी होइन सुन्नु त यो फ्यान्टम र सिग्नल बुस्टर भने सिग्नल बुस्टर चाहिँ कहाँबाट ल्याउने फ्यान्टम त ल त्यो सरले तपाईँलाई किन्ने ठाउँ पहिलाकै माउन्ट चिलाट जानुपर्छ हो म माथि पुग्नुपर्ने हो यो गाडी हो यो गाडी यो गाडी यो गाडी यसो गरेर पख ल म मार्ग हानिदिन्छु ल यो गाडी लक्की गरेर पख ल अनि सँगै जाउँ न त्यो ठाउँमा के छ यसको ह्याक यस्तो बस्नु त्यो गाडीमा यहाँ यो एरिया हो अन्त गाडी चाहिँ फेरि भिन्टेज छ है लभली छ यो त थ्याङ्क यू यार थ्याङ्क यू दादा थ्याङ्क यू फर फलो मार गर्नु त फेरि कहाँ पुग्नुपर्छ हेर्नु त अघि पनि पड्केछ म माग्छु म त आएन मार ए आए आम्मा त्यहाँ हो यस्तै छ क्या ल बिस्तारै होइन रहेछ नि ल ल ल बिस्तारै आउँछ के छ र के छ यार लाउरे दोस्त वेलकम है वेलकम सुभाषजीलाई फोटोमा के हो अनि इन्स्टा स्टोरी त कडक देख्दै थिएँ मैले त रेडियो माग्नु पर्ने रहेछ लास्टै उ रहेछ यार लामो रहेछ यार बाटो पाकिस्तानले हमला गर्दा अफगानिस्तानको 3 जना क्रिकेटरको डेड हो र होइन होला यार पाकिस्तानले यस्तो गर्ने त हाम्रो त लभले जित्यो है दादा आमा हिजो त 124 रन हो मजा आयो थियो काम गर्दै हेर्दै थियौँ त्यो ड्रागन दादा नै आएको हो यहाँ कुन गेम हो यो रे हेर फेरि बिट्टी दादा लुडो हो दादा लुडो आउने खेल्न 4 जना खेल्नुपर्छ दादा मिलेर लुडो यस्तै छन् क्या नायक दादा फेरि कुन गेम रे 20 गेम भयो दादा रे लभली यार दादा दादाले फेरि ओभर सपोर्ट हान्ने क्या मलाई चाहिँ मैले सब्सक्राइब हानिदिएको छु है दादाको युट्युब च्यानल दर्शन भाउजू खै त दादै आउनु भएन भाल दादा कुरेर बसेको निक्लिने बेला भइसक्यो म दादा आउँदै होला नि ए ओके हेलो रेडियो चेक दादा आए त यही रेडियोमा बोल्ने खै
कहाँ टाढा छौ बुस्टु दर्शन नमस्ते रे दादा के छौ दादा धनगढीको हालखबर धेरै भयो दादासँग गफ नगरेको यार ड्रागन दादा त लास्टै हरायो दसैँ लाग्यो दादालाई मेरो त आँखा बिग्रेर टेन्सन छ चस्मा लाउने बेला भएको छ यार अब केही देख्दिनँ यार राम्रोसँग इस तिहार लागिसक्यो या ल सबजनालाई एडभान्समा ह्याप्पी दिवाली एमएल खेल्न आए भेट हुन्थ्यो कि दादा अरे आउनु न कहिले काहीँ धनगढी घुम्न अरे एमएल खेलाउँला नि दादा यार अहिले यस्तै छ यार एमएल खेल्नै भएको छैन यार यो गाडीको पेट्रोल सर्न लाग्यो 38 डिग्री प्लस कस्तो गर्यो ए फेरि हेर न ड्रागन दादा काठमाडौँ बसेर दादा फेरि धनगढीको ऊ भन्दै हुनुहुन्छ कहाँ पार्दैछौ चेक पोइन्ट पनि आम्मा पुरै घुमायो त पनि अघि जस्तै हुने हो कि यो ठाउँ डर छ अघि जस्तै लागिरहेछ मलाई हेलो हो तपाईँ म घुम्दैछु यार वरिपरि घुमाइदिएँ क्या मलाई आउँदैछु कहाँ मान्छेको मान्छेको साइन छ त मान्छेको साइन भन्दा ठ्याक्क तलतिरपट्टि हो क्या म पठाउँछु ल लोकेसन ला पेट्रोल सक्यो मेरोमा र ला पेट्रोल लिएर आउनु मिल्छ लोकेसन पठाउँछु यार ओहो ढकाल कसरी धकाल्नु यार ला यार राति नै बिसिआरपी आयो अब सरी हो र अब ल म लोकेसन पठाउँछु ल नम्बर छ कि छैन टेन्सन भयो यार हुनुपर्ने हो त खोइ मैले फेरि अलि चाँडोको लागि यहाँबाट कल गरेँ ला छ यो लोकेसनमा आयो त पेट्रोल ल्याएर पेट्रोल सकिरह हो अलिकति यस्तै छ हौ यो नधकेलिएर हुन्छ ल लिएर आयो पेट्रोल कत्रो तनाव पर्यो यार मलाई राति पनि आउनुपर्छ अन्त उता अलिकति कन्टेन्ट भइरहेछ कि दादा गोर्खा टाउनमा त्यही भएर राति रमाइलो छ नि त उता अलि राति त्यही भएर मात्र हो दादा केही छैन खेलौँला नि हामी इजी हो त आँखा कमजोर भइसक्यो यार बिजोग त्यहाँ छ हो 30 लाख पर्चेस गर्न दादा अब छैन एडमिन प्यानल भयो नि गर्न मिलेन गाह्रो छ नि सिङ्गल कुरा गर्दै हुन्थ्यो हाम्रो सिङ्गल बोय आइसक्नु भयो च्याटमा यता नि रमाइलो भएको थियो त अरे रमाइलो त जताततै रमाइलो हेलो सर यसो पेट्रोल सापट्टि पाऊँ न हो के हो कुरो निरज दादाले हँसाउँछ होइन निरज दादालाई भेट्नुपर्ने मैले आरपी हानेको छैन निरज दादा अमगस मात्रै खेलेको छु अमगसमा वाइल हँसाउने हेलो सर यसो तेल सापट्टि दिनुहोस् न हौ सर हेलो के हो यस्तो त ब्यान्डेज लाउँछु यार के छ यार जेन त आउनै छोड्यो त हो जेन नआउने आरपीमा आउनु पर्यो जेन आरपीमा कहाँ यस्तो हराएर हुन्छ त बोल्दैन ऊ जेन आएर पनि रन मात्रै एकछिन हेर्छ जान्छ हो त्यस्तै छ नायक
जेन दादालाई थ्याङ्क यू सर्भिस भनिसक्यो भाल दादाले हो र आज 2टा हेड लगाइसकेको छैन मैले मेरो गिफ्टको कम्प्लिट मेरो गोल कम्प्लिट भइसक्यो रहेछ त होइन दादा के हो त यार एकछिन ल गोल हाल्छु ल कहिले आउट भयो फेरि यस्तो जेन आउट हुनु भएर ओइ कम्प्लिट गरेर गएछ नि त जीवन दादाले यार गोल अब जे गोल आउँछ त्यही गर है त हो रहेछ यार जीवन दादा र ड्राइभन दादा लप्पली है दुईजनाले गोल कम्प्लिट पार्नु भएको रहेछ नि त थ्याङ्क यू यार दादा ल अब अलि थोरै राख्नु पऱ्यो गोल धेरै राख्नु हुँदैन कतिखेर आइपुग्ने हो हाम्रो नाग दादा जोन ना यसको जे हो एन मात्रै रहेछ क्या जेएसओएन ओ यो त घाउ चोट पटक सबै लायो हो ओपन ट्रक अहिले लप्ली बनाएको छ हो बिसिआरपी ओभर बल छ हेर्नु न अब चस्मा लाउनलाई मेरो चस्मा कुन हो यो मिल्दैन रहेछ 30 लाख यो गाडी लाल गाडीको काम चाहिँ के हो यसमा कति 10 मात्र हालेर कति हाल्न मिल्छ कम हाल्यो ल ऊ यहीँनिर मात्र हो अब पर 25 मिल्छ 25 नहाल्यो के हालिसक्यो त्यही हुँदै त्यही हो भन्दैछु त अघि नै ए जति हाल्यो नि ए ओके ओके 25 हाल्यो त्यसै हाल्यो नि त एउटा चाहिँ गोजीमै बोक्नु पर्यो क्या म गाडीमा हाल्दिहाल्छु बिर्सेर अनि फेरि कुन गाडीमा थाहा ल हाल्नु ल ल गयो खलास खलासी हाल्दै गर्नु त म पिस हानेर म त हत्तपत्त निक्लेको अनि रहेछ यार एल्लो देखाएको थियो क्या हतार भइसक्यो यार दादा आउनु पछि आउनु साथीले के भयो गाडी त कुद्दैन त यार कुद्दैन ल गाडी कुद्दैन त हेलो F6 ले इन्जिन हान्नु न F6 हो कसरी हान्ने इन्जिन F6 मा इन्जिन ल म पाउँ त स्टार्ट गरिदिन्छु ल भयो जुन त्यो यता स्टार्ट इन्जिन रहेछ यहाँ भित्रपट्टि देखाइरहेछ कताबाट घुम्ने हो नि थाहा छैन यताबाट होला न यहाँ पछाडिबाट यताबाट चाहिँ यार डिको बुस्टिङ गर्ने यति तनाव छ यार ल भेटे यही छ मान्छे ऊ यहाँ छ यहाँ छोड्नु त यस्तो हतार भइसक्यो कि म पिस हानेर आउँछु ल कुदाउनु त म पिस हानेर आउँछु ल पेट्रोल हाल्छु यसमा पनि सकिहाल्यो हतार भइसक्यो आइपुग्यो है 30 हुन लागिसकेको छ दादा अरे यार अब 20 भयो 30 मा निक्लिनुपर्छ यार यो दादा कहाँ जानेको कहाँ गयो फेरि
ल जाउँ मेकानिक जाउँ त यो गाडी बनाउनु पर्यो नि यार अहिले फेरि अड्केको छ अरे दादा एउटा साथीले बोलेर आएर सरप्राइज भन्दै के सरप्राइज हो र गाडी साइड दिनला होला गिफ्ट गिफ्ट त होइन आफैले चाहिँ किने होला अनि मलाई सरप्राइज भनेर होला त्यसलाई नि के सरप्राइज भन्छु दादा छि खै के हो अब केटाहरुको आज त अड्केको छैन त्यही भनेको के भुत लाग्छ राति अब आउँदैन युट्युबमा टिकटकमै आउँछ दुईटा गर्न खोज्यो झन् ल्याङ हुन्छ राति एउटा अरू भन्दा नि स्केप वाला गाडी चाहियो कि हैन भयो चाहियो किने नि स्केप वाला किन्नु परेको अलिकति त्यो अहिले छ एउटा इडिएम स्केप वाला चाहिँ स्केप वाला अहिले रिभ्याम्प भइदियो सिल्भिया छ हैन अर्को BMW पनि बनाएको होला स्केप वाला स्काइलाइनहरु कस्तो छ अहिले स्काइलाइनहरु सोध्छु ल मलाई थाहा नै छैन यार एकछिन सोध्छु ल उसलाई कलान्छु बन्दिनु यो सबै गाडीहरु रिवर्क भएर छ नि त स्पिड घटाएर रहेछ कसैको के भएर छ ह्यान्डलिङ पनि बिग्रेर रहेछ यार प्राय जस्तो यो गाडी त म अहिले पनि कन्फ्युजमै छु पक्कै त्यो मान्छेले इडिएम किने जस्तो छ सरप्राइज भन्दै बसिरहेको छ छैन हौ मेरोमा दादाको नम्बरै लिएको रहेछ मैले सरप्राइज भन्दै थियो हेलो के भो भन्नु त यता आयो नि यता झरे नि गाडी राखेर 2 लाखको मोडिफिकेसन देखाउँछ यहाँ मान्छेले 2 लाखको पुलिसको टिटो गाडी देऊ न रे खै हेरौँ त 2 लाखको को पुलिसको गाडी नै 2 लाख आमा पर्दैन है यति 2 लाख मोडिफिकेसन राम्रो मौका आउनु पर्थ्यो नि बिट्टी 2 लाखको 50,000 मा गर्ने मोडिफिकेसन जस्तो छ छि 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 भयो कोले गरेको हैन नाइट्रो साँच्चै टोपे दादा नाइट्रोहरु आरेछ हैन शहरमा नाइट्रोहरु आज हाल्यो 1,50,000 1.5 लाख अरे त केही छैन मेरो गाडी चाहिँ बनाउनु होला अहिले टुनरको सट्टा बेनी जाछ जम त नाइट्रो हाल्नु गाडी किनेको अर्को चढौँ के हो गाडी त फेरि केटाहरूले त लप्पै गाडी किनेको छ नि त यार तेलै छैन त्यसमा तल बेनिज गयो नि बेनिज हेलो मेरो एलएस छ सर ए आफ्नो एलएस बेनिज लग्न छोडेर के हाल्नुपर्छ त्यो नाइट्रोमा चाहिँ के गर्नुपर्छ भन्ने त केटा कसरी हाल्ने के सामान किन्नुपर्छ त्यसको लागि केटाहरुले सोध्नुपर्छ मैले यसलाई गएको ल दादा रे ओके त्यो काम आयो कि नै काम त आइसक्यो दादा हाम्रो राति मेकानिकमा आउनुस् हेलो के हो एलएस भन्दा टुनर मेकानिक थाहा छ ओजी मेकानिक थाहा छैन जस्तो छ यी दादाहरूलाई राति मेकानिक हो नि फेरि राति ओजी मेकानिक थाहा छैन जस्तो छ है बेनिज मेकानिक भनिदिनु है हेर त यो डुप्लिकेट राम्रो छ हेर्दै फेरि के पर्यो सरहरुको नाम आउनु जाउँ न हाम्रो गाडी चाहिँ बनाउनु ए हाम्रो गाडी बनाउनु जाउँ है यो सरको नाम चाहिँ के पर्यो यो सर मार्टिन सर ओहो मार्टिन चिन्छु हो म चिन्छु सबलाई सर तपाईलाई बोक्छु ल बोक्छु सर तपाईलाई बोक्छु भयो साँच्चै गाडी त ट्रिपल सिट सिंगल डबल पो हो गाडी यो सरलाई बोक्छु क्या सर नहलिनु सर तपाईलाई बोक्छु सर यी मसल दाब्नु छ हो सर पनि यी मसल दाब्नै बिर्सियो केटाहरु सुनेन के कामले कतिमा बनाएको त्यो 1.5 लाखमा एकेरे 2 लाखमा बनाएको जोत्या होला ठग्यो यदि बनाएको हो भने ठग्यो क्या ठगो 2 लाख मोडिफिकेसन पर्दैन गाडी 1 लाखमै म 1 लाखमै राम्रो बनाइदिन्छु त्यो गाडी कसम भनेको त्यो भन्दा त बबाल बनाइदिन्छु नाइट्रो साइडमा हाले बाजे ल ठिकै थियो तर नाइट्रो साइडमा हाले हैन गाडी नाइट्रोको त एउटैकै महँगो पर्छ भन्ने सुनेको थिएँ मैले हेरेको छैन जम्दै हेरौँ त मैले सुने तिनीहरूले भन्दा 1.5 लाखले त्यो एउटा डब्बा किन्नलाई अनि 15,000 को चाहिँ फेर्न मिल्छ रे तीनटा हाल्न मिल्छ रे तीनटा युज गरेपछि 15,000 एउटालाई त्यही भनेर सुने र त्यसो त घाटा लागिहाल्यो रे हामीले त 1,50,000 मा किन्नु रे 15 बेचेर घाटा लागेन हामीले हैन 1,50,000 मा चाहिँ हामीलाई चाहिँ बेच्ने हैन हाम्रो त्यो सेट फिट गर्ने होला के ए ओके हेरौँ जाउँ त त्यहाँबाट चाहिँ हाम्रो सकिन्छ नि त्यो सिलिन्डर आफै भन्नु मेकानिक कुन चाहिँ राम्रो आफै भन्नु सिलिन्डर सकिँदो रहेछ भर्नु पर्ने रहेछ होइन ल कुन चाहिँ राम्रो मेकानिक ल आफै भन्नु
ल भन्नु त कुन चाहिँ राम्रो ल भन्नु त्यो राम्रो कि हो राम्रो अमेरिकन भाइस देखाएन त तपाईँलाई अनि यहाँ छ नि त अमेरिकन भाइले त्यो त छैन हौ त्यो त कहाँबाट त्यो छ त्यो सिसा बिसा मात्रै ल हेर्नु यहाँ बेनिज लेखिरहेको छ हेर्नु यहाँ निज लेखिरहेको छ हेर्नु यहाँ निज लेखिरहेको छ हेर्नु यहाँ